आफ्नो मम्मीले छोडेर आमाको काखबाट छुट्टिएर पनि हजुरले कति राम्रोसँग पढाएर संस्कार सिकाएर अहिले नानीले बाबुले हजुरको इज्जत हालेर कति राम्रोसँग पढेर अहिले कस्तो देख्न पाइयो हामी कति खुसी छौँ हामी हजुरलाई तर मैले दिन एकचोटि चाहिँ हजुरहरूको याद आउँछ कि हामीलाई किनभने हाम्रो सन्तान हो हाम्रो रगत हो हाम्रो एउटै नालाबाट जन्मिएको हाम्रो बाबुले त्यस्तो ठाउँबाट आफ्नो मम्मी छोडेर कति ठाउँमा ल्याउनु भयो भन्ने भनेको ठिक कुरो हो अब जो बोले त्यसलाई चाहिँ क्यामेराम्यान भयो होइन एउटा कुरा सही हो अब म बिमारको ठाउँमा बसे त्यसरी बस्नु भनेको त कुन ठुलो एकदमै ठुलो कुरा हजुर घर बस्नु हुन्थेन तर पनि त्यो नानीहरूले मेरो बाबाले कति दुःख गरेर हामीलाई पढाउनु भयो आमा मम्मी नभए पनि भनेर त बाउको मुख हेरेर नराम्रो बाटो त समातेन नि त गलत बाटो समातेको भएदेखि तिनीहरू हिँडिसक्थे कि अङ्कलले बिहा गर्न त सन्त जानु बित्तिकै त बिहा गर्न पाउनुहुन्थ्यो नि 4 वर्षसम्म बिहा नगरेर बसेँ मैले छोरी भनेर बसेको हो नि त भोलि त तपाईँलाई त नानीहरू लात हान्ने गएको कति पागल भएरले थिए यस्तो हुन्थ्यो त होइन म नानीले छोडे भए नानीको त हालत खराब हुन्थ्यो नि त बिहा गरिदिए बादेखि मेन त हजुर हो कि बाबा पनि मम्मी पनि हजुरै हो कि भाउजूले सबभन्दा अङ्कल ठिक हो क्या अङ्कल ठिक भएपछि सबै ठिक हुन्छ क्या कान्छाले मेरो बालबच्चाको भविष्य जेसुकै भओस् भोलि बिहा गरेर अनि आफ्नो आमाले अब अङ्कल बिहा गर्नुहुन्थ्यो के अरे अगतिर पर्थ्यो कि अब नानी बाबु होला त के अरे मन दुखाउँथ्यो के अरे मेरो बाबाले बिहा गरिदिएर मलाई यस्तो भयो भने अर्कै दिमागमा अर्कै जान्थे नानीहरू दिमाग अर्कै हुन्थ्यो कि तिनीहरूको जस्तो भने तस्तो केटा लान्छ भने उनीहरूको मन अर्कै हुन्थ्यो एउटा बाबु हो के अरे त्यो सानो त्यसले चाहिँ यस्तो उस्तो एकदम इन्डियातिर पनि जान्थ्यो कि मैले अब एउटा कुरा भाउजू बच्चाहरूलाई कसरी हेन्डल गर्नुपर्छ भनेर मैले चाहिँ अब उसको आमाले छोडेर गइसकेपछि मैले चाहिँ बिहे छिटो बिहा कति केटी आएको थियो कि कति केटी आएको थियो तर मैले बिहे गरिदिएँ किन गरिनँ मेरो बच्चाहरूले भोलि दुःख पाउँछन् सानो सानो यता बाबु 2 वर्षको बाबु छ दुध खान पाएको छैन त्यसले म त्यो मलाई एकदम रुन मन लाग्छ कि भाउजू बाबुलाई सम्झिँदा नि बाबुलाई सम्झिँदाखेरि अहिले फुटबल खेलेर कति मेडल ल्याएर घरमा पुरस्कार ल्याएर उ गर्छ कतिजना इज्जत राखेर हिँडे होइन त पैसा त पाइन्न त इज्जत त राखेको छ तर अब नानीहरू पनि सानो सानो आमाको न्यानो काफ चाहिने बेलामा आमा चाहिँ पोइ खोजेर कता कता पोइ भेट्दै हिँड्दै गरी अहिले चाहिँ मैले चाहिँ मेरो छोरीलाई चाहिँ +2 क्लियर गरेर विदेश पठाउने भएँ अब राम्रो कमाउने भयो अनि बल्ल मेरो छोरी टिकटकमा कमेन्ट गर्छ कि सन्तोष मेरो छोरी किन छोरी भन्नु पर्यो लास्ट ऊ बेलामा छोराछोरीको भविष्य बिगारेर त्यसले हिँड्ने केटा छोत्दै हिँड्ने नि त अहिले त्यसले कमेन्ट गर्नु पर्दैन जुन आमाको काख न्यानो काख चाहिने भनेको सानोमा हो लेख पढाइ गरिदिनु पर्यो बालबच्चालाई कतिसम्म चाहिन्छ खर्च पानी चाहिन्छ दुखबिमार हुँदाखेरि आमाको तातो पानी दिए पनि कति हो भाउजू सानो आमाको न्यानो काख चाहिने बेलामा पोइ खोज्दै हिँड्दै गरी आमाले अहिले चाहिँ मैले पढाएर चाहिँ यता त ठुलो बनाएँ ठुलो नानी त बुझ्छु भाउजू ठुलो नानी त रुचाउँदिनँ सानो नानी चाहिँ अलिकति सन्तुप्रति फोनमा पनि मेरो मम्मी भन्दै गर्छ कि त्यो मलाई मन दुख्छ कि भाउजू त्यो बाबु 2 वर्षदेखि दुध खान पाएन भाउजू एउटा बच्चालाई 6 वर्षसम्म दुध खानुपर्छ 6 वर्ष दुध खान त्यो बच्चाले दुध खान पाएन त्यो त्यस्ता आमालाई चाहिँ गएर यिनीहरू चाहिँ मेरो आमा मेरो ऊ भइन्छन् कि मलाई मलाई मन दुख्छ कि भाउजू त्यही भएर यो कसै तपाईँले बुझ्नु भएको छ नि मेरो त बच्चैदेखिबाट तपाईँको काखमा हुर्किएको देउरो म तपाईँलाई थाहा छ नि म कस्तो मान्छे हो कति दुःख भयो होला त्यो बालबच्चालाई खर्च पानी जुटाउन अनि कापी डडपिन जुटाउन कमाइ थिएन भाउजू फिस जुटाउन पैसा जति कमाएको सब सन्तुको दिन तिर्दा ठिक्क भयो कमाइ थिएन मेरो कति गाह्रो थियो मलाई पापिनी हो कि त्यस्तो आमासँग यिनीहरू चाहिँ गएर यसो बोल्ने गऱ्यो भने त मेरो आँसु लाग्छ कि मेरो बच्चाहरूलाई मैले त्यही भन्छु भाउजू पाउनुहुन्थ्यो भयो मेरो छोरछोरी जेसुकै भएपछि भने भएदेखि तिनीहरूले +2 पास गर्न पाउँथे +2 पास गर्न पाउँथे जापान जानु पाउँथे र बाबु पनि त अब म जापान जान्छु भने ऊ पनि मैले पठाउँछु नि भाउजू मेरो अहिले मेरो 15-20 ऋण छ भाउजू म डुबिया छु मलाई गाह्रो छ अहिले छुट्टी आएको छु म त्यति खुसी छैन भाउजू मलाई गाह्रो छ टेन्सन छ फेरि मेरो इष्टमित्रहरूसँग अब हाम्रो दाजुभाइहरूसँग सबैसँग भेट्नु मलाई रमाइलो लाग्छ हाँसेको छु तर मनभित्र त मेरो पीडा छ नि तर पनि म डगमगाउँदिनँ म टेन्सन मान्दिनँ मैले गर्छु अझै अब गर्छु भाउजू त्यही भएर ठिक छ